फेरि पनि हजुरहरूको सामु आएका छौँ एउटा नयाँ कथा लिएर। यो कथा लामजुङको घना जङ्गल, पुरानो मन्दिर र ओझल परेका बाटाहरूले भरिएको गाउँको हो। कहिले नटुट्ने प्रेमको कसम खाएका थिए आरव र माया। गाउँलेहरूको विरोधका बावजुद उनीहरू एक अर्कामा समर्पित थिए। हरियो पाखा र धुपले पग्लेको जङ्गल उनीहरूको गवाही बनेका थिए। तर तिहारको साँझ अचानक माया हराउँछिन्। मन्दिरमा पूजा गर्दा उनलाई अन्तिम पटक देखिन्छ। त्यसपछि न त उनको आवाज सुनिन्छ न त उनको पाइलाहरूको छाया। वर्षौं बित्छ। आरब सहरको झिलिमिलीबाट भागेर फेरि आफ्नै गाउँ फर्कन्छन्। तर माया बिना अधुरो अनि बेचैन। गाउँलेहरू बरबराउँछन्। त्यो जङ्गलमा हरेक पूर्णिमाको रात कसैले गीत गाउँछ, मायाको स्वर जस्तै। आरफ तानिन्छ ती गीतहरू, त्यो पग्लिएको स्वर अनि मायाको गन्ध झल्काउने बतास। जुन रात उसले जङ्गलको गहिराईमा पाइला राख्छ, उसले बिर्सिएका सच्चाइहरूसँग साक्षात्कार गर्छ। साँचो रहस्य खुल्छ। माया हराएको थिएनन्। उनी पुरानो कालको एक भूत प्रेत शक्तिको बलि भएकी थिइन्, जुन हरेक 12 वर्षमा साँच्चा प्रेम खोज्थ्यो। त्यो आत्माले मायालाई अपनाएको थियो, तर माया पनि अधुरी थिइन्। उनको आत्मा मुक्त हुन चाहन्थ्यो, तर त्यो मुक्तिको कुञ्जी आरफको प्रेम थियो। जङ्गलको बीचमा आरफ र मायाको आत्मा बीचको अन्तिम भेट डर, मोह र बलिदानको प्रकष्ट बनिदिन्छ। आशा छ हजुरहरूलाई हाम्रो यो कथा मन परेको होला। मन परेको भए हाम्रो च्यानललाई प्लिज लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरिदिन नभुलिदिनुहोला। धन्यवाद।